मधेस विश्वविद्यालयमा आगामी मङ्सिर 4 गतेदेखि कानून संकायको पठन पाठन सुरु हुने भएको छ। विश्वविद्यालयका अनुसार कानून संकायतर्फ BALLB मा अहिले विद्यार्थीहरूको नाम दर्ता भइरहेको र आउँदो मङ्सिर 4 गतेदेखि पठन पाठन सञ्चालन हुनेछ। विश्वविद्यालयका रजिस्ट्रार विजय कुमार यादवले कानून संकायतर्फ BALLB मा भर्ना हुने विद्यार्थीको छनौट प्रवेश परीक्षा इन्ट्रान्स माध्यमबाट गरिएको, इन्ट्रान्सबाट छनौट भएका विद्यार्थीहरूको यही असोज 15 गतेसम्म नाम दर्ता हुने बताए। अहिलेसम्म 70-80 विद्यार्थीले नाम दर्ता गराइसकेको उनले जानकारी दिए। विद्यार्थी छनौटका लागि 80 पूर्णाङ्कको मौखिक र 20 पूर्णाङ्कको अन्तवार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयमा अध्ययनका लागि कक्षा 12 वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम 50% वा C+ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ। मधेस विश्वविद्यालयलाई कानून संकायतर्फ 110, जनप्रशासनतर्फ 55 वटा कोटा निर्धारण गरिएको छ। पठन पाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको जनाएको छ। विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण नभइसकेकाले काठमाडौँ विश्वविद्यालयको समन्वयमा यी दुवै संकायको पठन पाठन सुरु गर्ने तयारी गरिएको बुझिएको छ। त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ। गत 2079 वैशाख 14 गते मधेस प्रदेश सभाद्वारा मधेस विश्वविद्यालय ऐन 2079 जारी भई 2079 साल भदौ 22 गते स्थापना भएको सो विश्वविद्यालयले 1 वर्षकै अवधिमा 2 संकायको पठन पाठन सुरु गर्न लागेको छ। विश्वविद्यालयले बिरगञ्ज स्थित नेशनल ट्रेनिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ। पोलिटेक्निक, IT, व्यवस्थापन, प्यारामेडिकल, कृषि इन्जिनियर लगायतका प्राविधिक शिक्षाको माध्यमबाट प्रदेशलाई प्राविधिक शिक्षा हबका रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि DPR तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डाक्टर दीपक साक्यले जानकारी दिए।